है हेलो गाइस वेलकम टु अधिकारी ब्लग्स हेलो आज चाहिँ हामी सिटी सेन्टर आएको छौँ र सिटी सेन्टरमा हामी हेर्न सबै बच्चाहरू लिएर हिँड्न भन्छ गाइजहरू बच्चाहरू सबैजना यहाँ छन् यता यता सर यताबाट ओके म हिँड्छु अगाडि अब यहाँबाट अप फेरि बिस्तारी ल जाँदै गरेर म आउँछु ओके गाइस अब हामी भित्र छिर्यौँ हेर ल के हुन्छ हेरौँ ल त गाइसहरू टक टक गाइसहरू सबैजना अब यहाँ छु कामहरू यता अब हेरौँ ल के हुन्छ हामी चाहिँ भिडियो हेरेर आइसक्यौँ होइन भिडियो कस्तो लाग्यो खतरा लाग्यो बच्चाहरूलाई भिडियो है अब हामी यिनीहरूलाई लिएर तल जाँदैछौँ तल कता हामी गएको उताबाट तल हो नि त कस्तो लाग्यो मुभी एकदमै राम्रो छ गाइजहरू हजुरहरू हेर्न सक्नुहुन्छ मुभी बिस्तारै जाऊ ल यहाँ लडिजाऊ बिस्तारै बिस्तारै बच्चाहरूलाई लिफ्ट चढाउँदैछु म चाहिँ के गाइजहरू अब हामी तल जाँदैछौँ को हो गीत गाउने दिन्छ तर लास्टमा है त्यो गीत चाहिँ अलि बिचमा आउनु पर्थ्यो राम्रो थियो त्यो गीत चाहिँ लास्टमा आएर अब हामी फेरि तल जाँदैछौँ छिटो 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 आइसक्यो हामी पनि कुद्यौँ बच्चाहरूसँग यिनीहरू लड्छन् भन्ने डर छ क्या अरूभन्दा पनि यहाँ लिफ्टमा अन्त आफू पनि सँगसँगै कुद्नु पर्दो रहेछ गाइजहरू बच्चाहरूलाई सम्हाल्न धेरै गाह्रो छ सजिलो काम होइन सबैभन्दा राम्रो लाग्ने बानी हाम्रो स्कुलको बच्चाहरूको चाहिँ हेर्नु न कति क्युट कि कति मजाले हातमा मात्रै हिँड्छ बाटोमा पनि लाइक हुन्छ नि डिसिप्लिन कस्तो के हो उनीहरूलाई थाहा छ क्या अरू बच्चाहरू जस्तो त्यो कुद्ने यताउति होइन यता दुईजना पार्टनर हात समातेर यसरी हिँड्छन् सबैजना हेलो देख्नु सक्नुहुन्छ अरूहरू पछाडि चाहिँ यिनीहरू चाहिँ हामी चाहिँ अगाडि अगाडि लिएर हिँडेको ठोक्यो झन्डै ठोकेन अगाडि हेरेर हिँड्नुपर्छ अब हामी तिनीहरूलाई गाडी चढाएर अब हामी खाजा खान लग्दैछौँ बच्चाहरूलाई अब खाजा खाने ठाउँ भेटौँ खाजा खाने ठाउँमा आइपुग्न लागेका छौँ गाइजहरू र हाम्रो यहाँ मदनजीलाई हेर्नुहोस् कति राम्रो हुनुहुन्छ उहाँ एकदम हाम्रो क्याबजीहरूलाई हेर्नुहोस् दुईजना क्याब लगाउनेहरूलाई मलाई क्याब दिन्छु भनेर छ है हो कि न हो म्यामलाई गर्मी भयो म्यामलाई क्याब दिने भनेको छ यिनीहरू दुईजनाले अहिले एकछिनमा दिन्छ अरे मलाई हो किन होइन हो है ल अब हाम्रो खाजा खाने ठाउँ चाहिँ प्योर भेज हजुरहरूले देख्न सक्नुहुन्छ प्योर भेज हाम्रो यहाँ सबैजना भेज हो अब हामी जाँदैछौँ ल जाऊ यता 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 ल हामी अब हाम्रो ठ्याक्कै लोकेसनमा आइपुग्यौँ खाजा खाने लोकेसनमा बच्चाहरू लिएर ल है त गाइस बच्चाहरू धेरै खुसी छन्